यता मिलाउँदैछ होइन यताको सम्माउने काम पनि भयो त होइन मिल्दैन अलिकति जे भने हुने जस्तो गरे हुने जस्तो गर्दैन हुन्छ बाटो छ अलिक के त हुन पर्यो नि भन्नु खोजेको के समय ठाउँ भनेको हामीलाई समय ठाउँ भने को आयो समय ठाउँ को आयो भन्दैन को आउनु यहाँ आउनु पर्यो समय मान्छे त खाली बास चढ्न पर्यो सिटमा हुन्छ समय ठाउँ कहाँ जाने हो देखाइदिनु भने हामी जान्छौँ नि खान ठाउँ जाने पनि ठाउँ छैन केही छैन साइडमा बस्नु होला है चोट लाग्छ फेरि आयो बाटो विचार हो राणे
आइएला हेर्नु आइएला हेर्नु आरामै कहाँ जाने गुहार माग्न अब गुहार माग्न जाने ठाउँ जातीय नै निर्मम भइसकेपछि कहाँ हुन्छ हामीलाई 15 दिनको चाहिँ सुधार आयो हामीलाई 15 दिन दिने हो हामी व्यापारी मान्छेले 15 दिन दिने हो हामीलाई 35 दिनको चाहिँ यो थाल्दा गरेको भएदेखि हामी उल्ट सेटल भइसक्थ्यौँ नि त हामी नि गरी खाने वर्ग हुँ नि गरी खाने वर्ग के त्यहाँ बाँच्ने उपाय छैन त्यो के अरे भ्रष्टाचारी घुसखोरीले मात्रै गर्ने काम हो होइन नि हामीले पनि गरेर खाने एउटा वातावरण बनाइदिनुहोस् न बनाइदिनुहोस् के भगवान् भन्दाखेरि हाम्रो सरकारले भगवान् मान्दाखेरि पनि हामीलाई जाने दुश्मन किन ठानिन्छ हामीलाई जाने दिनसँग गरी खाने ठाउँ भनेर भनेको भन्दाखेरि बढी बोलेको होइन मेरो पेटका लागि मेरो छोरछोरीका गाँस कपासका लागि मेरा बुढीका लागि मेरा नातिहरूका लागि बोलेको मैले नचाहिँदो बोलेको छैन मैले सत्य इमान्दार बोल्नुपर्छ तर के भनेको छु भने तुरुन्तै राज्यले के गर्नु पर्यो भनेदेखि यहाँ मलाई हाम्रो ठड्याएर यसो गर्यो उसो गर्यो मैले कसैलाई धम्कीको भाषा मैले बोलेको छैन मैले इमान्दारिताको साथै पनि के भन्न चाहन्छु भने म यहीँ बस्न पाइनँ भनेर मैले भनेको होइन कुनै ठाउँमा लगेर पुकारलाई सेटल गरिदिनुहोस् न यो चौताराको आडमा यसरी बसेका छन् भोलि यहाँ बस्छस् भनेर हामीलाई चाहिँ यहाँ ठुला भनौँ गाईहरूले लट्ठी हान्न पठाउँछ हामी कहाँ हामी गरेर नखाने तर पत्रकार महोदयहरू म के भन्न चाहन्छु भनेदेखि तपाईँहरूको नि साथ र सपोर्ट हुनु पर्यो व्यापारीको पक्षमा हुनु पर्यो व्यापारीको रोजीरोटी छापाउनु पर्यो व्यापारीको चाहिँ नि पल्नी हामी भाडा तिर्छौँ हामी चाहिँ सरकारलाई कर बुझाउँछौँ यहाँ हामी त्यसै हडेर खान्छौँ त्यसै चाहियो भनेको होइन